हेलो एभ्रिवान, इट्स मी ज्योति बुढाथोकी। सबैजनालाई स्वागत छ मेरो किचनमा। आज म बनाउन जाँदैछु अमलाको अचार। फर्स्टमा मैले अमला लिएकी छु। अमलालाई मजाले पखालिसके पछाडि त्यसलाई चाहिँ काँटा चम्चाले जताकतैबाट ग्वाब्नु पर्ने हुन्छ, जसले गर्दा मसलाहरू अनि रस चाहिँ मजाले भित्रसम्म पसोस् भनेर हामीले ग्वाब्ने गर्छौँ। कसैले ग्वाबेर पनि बनाउँछन्, कसैले चाहिँ काटेर बनाउँछन्। मलाई काटेर भन्दा ग्वाबेर बनाएको चाहिँ राम्रो लाग्छ। फुट्न पनि फुट्दैन, सिङ्लै रहिरहन्छ, पकाउँदासम्म पनि यो सिङ्लो नै रहिरहन्छ। त्यही भएर यसरी बनाएको चाहिँ राम्रो देखिन्छ। आजसम्म मैले मम्मीले बनाएको अमला अचार मात्रै खाएको थिएँ। आज चाहिँ मैले आफ्नै सेल्फ ट्राई गर्दैछु। त्यही भएर थोरै मात्रा चाहिँ मैले थोरै लिएकी छु। बन्ने हो कि होइन भन्ने मलाई कन्फ्युज छ, म कन्फिडेन्ट त्यति छैन। त्यही भएर मैले थोरै मात्रै लिएर ट्राई गर्दैछु। मलाई एकदमै मनपर्छ। मम्मीले बनाएको चाहिँ मन पर्थ्यो, मैले बनाएको आफूले बनाएको चाहिँ कस्तो हुने हो, होप राम्रै होस् भन्ने लागिरहेछ। मम्मीसँग रेसिपी मागेर बनाउँदैछु। सबै रेडी बनिसके पछाडि यसलाई चाहिँ वान नाइट चाहिँ यत्तिकै पानीमा भिजाएर राखिदिनु पर्ने हुन्छ। रातभरि भिज्यो भने अर्को दिन चाहिँ त्यसलाई चाहिँ अब उमाल्ने, पानी उम्लिँदासम्म त्यसलाई चाहिँ पकाउनु पर्ने हुन्छ। धेरै पाक्यो भने पनि फ्यात्त हुन्छ। ठिक्कको पकाएर अनि त्यसलाई घाममा सुकाइदिने। घाममा त्यसको जुन त्यो चिसोपना चाहिँ मजाले सुकोस्। यो यतातिर सुक्दै गर्छ, म यतातिर अर्को भाँडामा पानी राखेर अब मरमसलाहरू सबै राखेर चिनी राखेर अमलालाई पकाउने तयारीमा छु। चिनी चाहिँ जति अमला छ वेट जति छ त्यति नै चिनी राख्नुपर्ने हुन्छ, चास्नी जस्तो बनाउने फर्स्टमा। अनि त्यस पछाडि मजाले चलाउनु पर्छ यसलाई, नत्र फेरि तल लाग्न सक्छ। चलाउँदै जाने अनि त्यस पछाडि अघि सुकाएको अमला यसमा राखिदिने अनि सानो ग्यासमा पकाउनु पर्ने हुन्छ। ठुलो फ्लेममा चाहिँ पकाउनु हुँदैन। अनि नुन पनि राख्ने, स्वादअनुसार ठिकै राख्ने, धेरै चर्को चाहिँ राम्रो हुँदैन। अनि सुस्त चलाइराख्ने। ग्यास चाहिँ सानै हुनुपर्ने हुन्छ, ठुलो ग्यासमा पकाउनु हुँदैन। यो चाहिँ राम्रोसँग पाक्नुपर्ने हुन्छ। यो बनाउँदा आत्तिनु चाहिँ हुँदैन। त्यस पछाडि मैले यतातिर अब मसला रेडी गर्दैछु। सुकेको खुर्सानी, ल्वाङ, सुकमेल सबै एकै ठाउँमा पिसेर यसको मसला भनेकै यही नै हो। अनि सौँफ मेन मसला भनेको यसको यही नै हो। मैले यो ल्वाङ सुकमेल फोकेर राखेँ, ल्वाङ राखेर यसलाई मैले अब मिक्सरमा पिस्छु। यतातिर यतिको पाकिरहेको छ र मैले पिसेको यो ल्वाङ सुकमेलको धुलो भयो, खुर्सानीको, त्यस पछाडि यो सौँफको धुलो। सौँफलाई चाहिँ अलिकति मोटो खर्सो हुने गरेर पिसेकी छु मैले। त्यस्तो भयो भने राम्रो हुन्छ। अनि यो मसला चाहिँ पाक्ने बेला लास्टतिर राख्नुपर्ने हुन्छ। सुरुमा राख्यो भने यसको सेन्ट खासै आउँदैन। पाक्ने बेला हल्का कलर रातो कालो कलरको आयो भने राख्ने। अनि मैले कागती चाहिँ राख्न बिर्सेछु, त्यही भएर म लास्टमा सिसीमा राखिसके पछाडि कागती हाल्दैछु। कागती हाल्यो भने चाहिँ त्यो जम्न दिँदैन। त्यो चास्नी चाहिँ जम्नबाट यसले रोक्छ, राम्रो गराउँछ। मैले अघि बिर्सेँ, त्यही भएर लास्टमा हाल्दैछु। मेरो अमलाको अचार रेडी भइसक्यो। मलाई एकदमै मनपर्ने, एकदम मिठो हुन्छ। हजुरहरूले पनि एकचोटि ट्राई गर्नुहोला। फाइनल्ली एकदमै मिठो अमला अचार बन्यो। थ्याङ्क यू एभ्रिवान फर वाचिङ दिस भिडियो।